हेलो एभ्रिवान, तपाईँ सबैजनालाई स्वागत छ यो मेरो मिनी ब्लगमा र तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। अहिले साउनको महिना चलिरहेको छ होइन। तपाईँ सबैजनाले कतिजनाले बारिरहनु भएको होला, कतिजना व्रतमा हुनुहुन्छ होला होइन। र यस्तै होइन, आज चाहिँ साउनको तेस्रो सोमबारको दिन हो। फर्स्ट सोमबार चाहिँ म देउराली गान्तोकमा गएको थिएँ होइन जल चढाउनु। सेकेन्ड सोमबार चाहिँ हामी देवखट शिवधाम झारखण्डमा गएको थियौँ जल चढाउनु। र आज तेस्रो सोमबार चाहिँ हामीले चाहिँ चारधाम नाम्ची जाने निर्णय गऱ्यौँ र दिदी र म चाहिँ हामी चारधाम तर्फ लाग्यौँ। र जे पनि पूजाको कार्यमा होस् या जे कुरामा पनि हामी दिदीभाइ चाहिँ साह्रै सल्लाह गरेर मिलिहाल्छौँ नि त। के बनाउनेदेखि लिएर खानुपिनेदेखि लिएर कहाँ कहाँ घुम्नु जानुमा चाहिँ हाम्रो मिल्छ। त्यही कारण चाहिँ हामी दिदीभाइ चाहिँ अब चारधामपट्टि पूजा गर्न लाग्यौँ। र यसो हेरेको त होइन, बिहानै जाने भएको थियौँ, तर अब पानी परेकोले गर्दाखेरि दुई खुट्टेमा चाहिँ फेरि साह्रै पर्छ नि त। गाडी भए चाहिँ अब भित्र पसेपछि भित्तैमा अब दुई खुट्टेमा त भिगिहाल्छ होइन। तर केही छैन, पानी हामी 5 बजी जाने निर्णय गरेको थियौँ। 5 बजी पनि पानी परिरहेको थियो। 6 बजी चाहिँ रह्यो र हतार हतार नआएर चाहिँ त्यहाँदेखि चाहिँ हामी दिदीभाइ चाहिँ लुजाउँ भनेर चाहिँ लाग्यौँ। यसो आकाशमा हेरेको त यसरी कुहिरो लागिरहेको छ, तपाईँले देखिरहनु भएको छ होइन। र अब चाहिँ हामी पूजा अर्चना गर्न गयो मन्दिर मेनतर्फ, मन्दिरतर्फ जानु लागिरहेको थियौँ। र मन्दिरभित्र पस्नुभन्दा अगाडि चाहिँ यसो बाहिरको हेरेको त वेदर हेरेको त आमा यस्तो ढुम्म भइरहेको थियो। कतिजना पूजा अर्चना पूजा गरेर फर्किँदै थियो, कतिजना पूजा गर्नु आइरहेको थियो होइन। भिड चाहिँ भिडै थियो होइन सोमबारको दिन। र अब मन्दिरभित्र मेन मन्दिरभित्र प्रवेश गर्नुभन्दा अगाडि चाहिँ पहिला चाहिँ हामीले जल थापेर ल्यायौँ कलबाट। त्यहाँदेखि चाहिँ जल थापेर ल्याएपछि चाहिँ अब हामी मन्दिरभित्र प्रवेश गर्नु आँटेको छौँ। र मन्दिरभित्र चाहिँ एकदमै भिड चाहिँ भिडै थियो होइन। र जल चढाउनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ सङ्कल्प गुरुजीलाई भनेर चाहिँ हामी सङ्कल्प गऱ्यौँ होइन। सम्पूर्ण त्यो अघि ल्याएको जलमा भेटी राखेर चामल तिलजौँ, त्यहाँदेखि गङ्गा जल पनि हाल्यौँ, त्यहाँदेखि दुध पनि हाल्यौँ। र त्यसरी नै पूजा अर्चना गर्नुको लागि सङ्कल्प गर्नुलाई रेडी भयौँ। र सङ्कल्प गरिसकेपछि पूजा गरिसकेर अब के विशेषहरू थियो होइन हामीले माग्यौँ होइन। त्यहाँदेखि तपाईँले पनि अब शिवजीलाई माग्नुहोस् होइन। साउनको बेलामा चाहिँ शिवजीलाई चाहिँ एकदमै पूजा गर्नुपर्छ र एकदमै विस फुलफिल हुन्छ भनेर चाहिँ भनेको छ नि त शास्त्रमा चाहिँ। त्यहाँदेखि चाहिँ अब यो सम्पूर्ण साउनको पूजामा चाहिँ अब हामी चाहिँ सबै धाम घुम्यौँ। यहाँ जति पनि अब यहाँ धामहरू बनाएको छ सबै धाम घुम्यौँ। र अब वेदर चाहिँ त्यस्तै थियो होइन। अब पूजा गर्दा पनि त्यस्तै थियो। अब फेरि पूजा गरिसकेर अब मेन मन्दिरतर्फ टिका लाउनु जाँदा पनि अब त्यस्तै नै वेदर चाहिँ त्यस्तै भइरहेको थियो, चेन्ज चाहिँ भएको थिएन होइन। कतिजना चाहिँ पूजा गरिसकेर यसरी फोटोहरू खिचिरहेको थियो होइन। चारधामको शिवजीको स्ट्याचुसँगै खिचिरहनु भएको थियो। र एक राउन्ड यसरी अब 360 एङ्गलमा चाहिँ यसरी घुमाएर हेर्दा चाहिँ यस्तो खालको थियो होइन। र अब चाहिँ हामी पूजा अर्चना गरिसकेर अब घरतर्फ लाग्ने निर्णय गऱ्यौँ, किनभने चाहिँ म ड्युटी जानुपर्छ। यसो यी आकाश हेरेको अलिकति धुम्म चाहिँ अलिकति क्लियर बस्छ, तर अलिकति पानी छिटाउनु थाल्यो। अन्त दिदीले चाहिँ लु छिटो गर भाइ, ड्युटी तँलाई ढिलो हुन्छ भनेर चाहिँ अब हामी लाग्यौँ। र अर्को सोमबार हामी कहाँ जानेछौँ, सी इन द नेक्स्ट।